हेलो गाइस, तपाईहरुलाई फेरि आजको नयाँ भिडियोमा स्वागत छ। आज चाहिँ म के देखाउन गइरहेको छु भन्दा हाम्रो बारीमा के लगाइएको छ र कसरी लगाइएको छ भनेर देखाउन गइरहेको छु। हेर्नु न पुरै झपस के भन्छन् रे उखु घाँस। अनि यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले, यहाँदेखि त्यहाँसम्म टमाटर, अनि त्यसपछि टमाटर छ। अनि यतापट्टि नि हेर्न सक्नुहुन्छ, फेरि यहाँदेखि त्यहाँसम्म तलको बारीमा जाने भन्ने अझै छ। पाल्पामा धेरै खुर्सानी लाउने भएर जताततै पुरै मल्चिङ गरेर खुर्सानी लाउने गरिएको छ। तपाईहरुले हेर्न सक्नुहुन्छ, यहाँ सिमी भन्छन् के भन्छन् यसलाई, अलि थाहा छैन है मलाई। हेर्न सक्नुहुन्छ यहाँ। अनि यहाँ चाहिँ मकै अलि ठुल्ठुला थोरै उम्रिसकेको छ। यहाँ चाहिँ हाम्रो मौसम रहेको छ भने त्यसका साथसाथै हामी अब तल बारीमा जान्छौँ। तल बारीमा गएर देखाउने छु मैले तपाईहरुलाई कस्तो छ भनेर। यहाँ तल बारीमा फेरि सबै खुर्सानी हो लगाइदिएको, अकबरे खुर्सानी। पाल्पामा अकबरे खुर्सानी धेरै फेमस छ नि, अरू ठाउँ लगाउनुहुन्न। अनि यहाँ त सबको घर पुरै खुर्सानी लगाएर तपाईलाई मैले एकैचोटि देखाइदिने छु है कस्तो हो भनेर। यहाँको नजारा मतलब भ्यू खुर्सानी लगाउँदा यो उसो हेर्दाखेरि कस्तो रमाइलो देखिन्छ, केतिको देखिन्छ भनेर मैले तपाईहरुलाई देखाउने छु। हेरेर सक्नुहुन्छ। यी पुरै खुर्सानी हेरेर सक्नु नै छ। पुरै खुर्सानी लगाइएको छ हामीले। पुरै टमाटर, खुर्सानी, काँक्रा सब उता हेर्न सक्नुहुन्छ हजुरहरूले। अनि फेरि कुन ठाउँबाट भ्लग हेर्दै हुनुहुन्छ मेरो भनिदिनु होला। हेर्नु न कस्तो राम्रो देखिने। यताबाट हेर्दा राम्रो देखिने, यताबाट हेर्दा राम्रो देखिने। आहा नि ला वाउ।